हेलो गाइज नमस्ते। आज फेरि पनि म म्याक्सेल कम्प्युटर एन्ड सप्लायर्सबाट तपाईँहरूको बिचमा आइसकेको छु बबाल ल्यापटपको डिलहरू लिएर। धेरैजनाले भन्नुभयो दाइ ल्यापटपको प्राइस त वाइल्डै बढाएको छ मार्केटमा, के छ त कसो छ भनेर सोध्नुभयो, वाट्सएप सोधिराख्नुहुन्छ हो। प्राइस त बालै बढेको छ, त्यही पनि अझै म्याक्सेलसँग कुनै कुनै मोडलहरू पुरानै स्टकहरू बाँकी छ, त्यो हामीले ओल्ड प्राइसमै दिइरहेका छौँ होइन। त्यही भएर ढिलो नगरिकन आइदिनु होला। प्लस तपाईँको म्याक्सेलमै किन्नुहुन्छ भने चाहिँ म्याक्सेलको बोर्ड हेरेर मात्र छिर्नु है। यहाँ धेरै पसलहरू त तपाईँको यही हो म्याक्सेल भनेर छिराइदिँदो रहेछ होइन। त्यही भएर म्याक्सेलको बोर्ड हेर्नु, म यो भन्दैन कि अरू ठाउँबाट नकिन्नु भनेर, म आफै पनि भन्छु सबै ठाउँमा बुझेर अन्तिममा म्याक्सेलमा आउनु। पहिला म्याक्सेलमा आउनु पर्दैन, पहिला सबै ठाउँमा गएर बुझ्ने अनि लास्टमा म्याक्सेलमा आउने। म पहिला पनि भन्थेँ, अहिले पनि भन्छु, फर्स्ट कुरा। तर सेकेन्ड नम्बरमा हजुरहरूले म के भन्न खोजिरहेको छु भने चाहिँ म्याक्सेलमै किन्छु भनेर सोचिरहनु भएको छ भने म्याक्सेलको बोर्ड हेरेर मात्र आउनु होला। म्याक्सेलको बोर्ड हेरेर मात्र म्याक्सेलमा छिर्नु होला। र धेरै छिटो हाम्रो आउटलेट चाबेलमा खुल्दैछ। अब हामी चाबेलमा आउटलेट खोल्नको लागि लगभग तपाईँको 60% तयार भइसकेको छ, अझै 40% बाँकी छ। धेरै छिटो हामी चाबेलमा आउँदैछौँ, किनभने यहाँ धेरै गाडीहरू रोक्नेहरू, बसहरूमा आउने मान्छेहरू धेरै नै गाह्रो भयो होइन। वान वे टू वे गर्दाखेरि यहाँ धेरै नै अप्ठ्यारो हुने भयो। धेरैजनाले भन्नुहुन्छ दाइ हामी बस पार्कमा छौँ, विदेशबाट आएको कहाँ आउनु भनेर। म्याक्सिमम् कस्टमर हाम्रो भेली बाहिरबाट आउनुहुन्छ, विदेशबाट आउनुहुन्छ अथवा भक्तपुरबाट आएको कस्टमरलाई धेरै नै गाह्रो हुन्छ गाडीबाट कहाँ ओर्लिने, हिँडेर कहाँ जाने भनेर होइन। हो, यो कुरालाई हामी मध्यनजर गर्दै हामीले चाबेलमा आफ्नो आउटलेट धेरै छिटो ल्याउँदैछौँ। त्यही भएर तपाईँहरूलाई अब दुःख नहोस् भनेर हाम्रो यति धेरै माया देखाइदिनु भयो कि म्याक्सेलको एउटा आउटलेटबाट तीनवटा आउटलेट अहिले पनि हाम्रो छ। तर हामीले अझै एउटा थप्न गइरहेको छ तपाईँको चाबेलमा। र प्रायः अब म चाबेलमै बस्ने गर्छु होइन। त्यही भएर अब धेरै छिटो हाम्रो चाबेलको आउटलेटको भिडियो पनि आउनेवाला छ। तपाईँहरूलाई कुनै पनि ल्यापटपहरू चाहियो र मसँगै डिल गरेर किन्न खोज्नुहुन्छ भने चाबेलमै भेटल है त गाइज। चाबेलमा हाम्रो कहिले ओपनिङ हुन्छ, लोकेसन के हो, धेरै छिटो हामीले तपाईँहरूको माझमा ल्याउनेछौँ। भिडियोहरू अन्तिमसम्म हेर्नु होला। धेरै ल्यापटपहरू देखाउनु पनि हामीले इन्फर्मेसन दिन आएको हौँ। तपाईँहरूलाई 30,000देखि लिएर 3 लाखसम्मको कुनै पनि ल्यापटपहरू चाहियो भने आउन सक्नुहुन्छ। र 30,000देखि 35,000सम्मको ल्यापटपमा के गर्न मिल्छ त हो। 30,000देखि 35,000को ल्यापटपमा तपाईँको सामान्य वर्ड, एक्सेल, पावर पोइन्ट एसाइनमेन्टहरू, पेन्सनहरू गर्न मिल्छ। त्यसै गरी 50,000देखि 60,000सम्मको बजेटमा ल्यापटपमा के गर्न मिल्छ। ल्यापटप त 30,000देखि 35,000 पनि आयो, 35,000देखि 45,000सम्म पनि आयो, 40,000देखि 45,000सम्म पनि आयो। तर 30,000देखि लिएर 45,000सम्मको ल्यापटपहरू जुनसुकै लियो भने पनि काम भनेको एउटै हो, वर्ड, एक्सेल, पावर पोइन्ट एसाइनमेन्ट, प्रेजेन्टेसन, आइएल्स, पिटीहरू गर्नलाई। त्यसै गरी 50,000देखि 60,000सम्मको लियो भने पहिला चाहिँ 50,000देखि 60मा तपाईँको अलिअलि अटोक्याड चल्ने ल्यापटपहरू पनि आउँथ्यो। र अहिले ल्यापटपको प्राइस बढेको कारणले गर्दाखेरि अटोक्याड चाहिँ त्यसमा चल्दैन। सामान्य अटोक्याड सिक्नलाई भए पनि तपाईँलाई 65देखि 70सम्मको किन्नुपर्छ। तर 50देखि 60मा कस्तो आउँछ भनेपछि सामान्य काम है, त्यही वर्ड, एक्सेल, पावर पोइन्टै हो। तर पनि अब 30-35,000मा 4 GB ऱ्याम आउने भयो भने 50देखि 60को बिचमा 8 GB ऱ्याम, 256 SSDहरू आउने भयो, एथलनको सेलनको प्रोसेसरहरू आउने भयो। त्यसै गरी 60देखि 70सम्मको बिचमा कस्तो ल्यापटपहरू आउँछ त हो। 60देखि 70सम्मको भनेको सामान्य कम्प्युटर साइन्स पढेको छैन तर म्यानेजमेन्ट पढे पनि कहिलेकाहीँ हल्का फुल्का प्रोग्रामिङहरू, कोडिङहरू गर्नुपर्छ। दाइ म आइटी होइन तर बिबिए पढे पनि कहिलेकाहीँ यसो प्रोग्रामिङहरू, कोडिङहरू गर्न मन लाग्छ। कतिसम्मको ल्यापटप किन्दा हुन्छ सोच्नु भएको छ भने तपाईँलाई धेरै महँगो पनि किन्नु पर्दैन। 60देखि 70को बिचमा तपाईँको लागि चाहिँ मजाले पुग्छ। दाइ म कम्प्युटर साइन्स पढ्दैछु, मलाई प्रोग्रामिङहरू, कोडिङहरू, जावा पासमा चलाउनै पर्छ, तपाईँलाई थाहै छ। तर अहिले धेरै बजेट छैन दाइ, पछि गएर अब आइटी पढ्ने बेलामा अर्को ल्यापटप किन्यो होला। अहिले जब 2-3 वर्षसम्मलाई तपाईँसँग कुनै एउटा राम्रो ल्यापटप भन्नुहुन्छ भने 70देखि 80,000सम्मको बजेटमा आउँछ। तर आइटी पढ्दै हुनुहुन्छ, बजेट आइटी पढ्ने हो अथवा पढ्दै हुनुहुन्छ र बजेट छ भने सकेसम्म 90,000सम्म, 95,000सम्म किन्दाखेरि राम्रो ल्यापटप आउँछ। त्यहाँ तपाईँको एच प्रोसेसर पाउनुहुन्छ, 16 GB ऱ्याम, 512 SSD हुन्छ, ऱ्याम पनि एक्सपान्ड गर्न मिल्छ, SSDहरू पनि एक्सपान्डेबल हुन्छ। हो, त्यो खण्डमा तपाईँको अलिक लङ लास्टिङ हुन्छ कि आइटी नै पढ्ने भए। तर बिबिए पढ्ने, मेडिकल पढ्ने, होटल म्यानेजमेन्ट पढ्ने, विदेश गएर तपाईँको के भन्छ नर्मल अब हुन्छ नि तपाईँको त्यो सामान्य कामहरू गर्ने, त्यो धेरै हेभी वर्कहरू नगर्ने भए धेरै महँगो पनि किन्नु पर्दैन। ल्यापटप भनेको जहिले पनि भ्यालु फर मनी किन्नुपर्छ, वेस्ट अफ मनी किनेर काम छैन। भ्यालु फर मनी भनेको कस्तो भनेपछि बजेट 2 लाखको छ भने पनि हामी 1 लाखको ल्यापटप किने, इफ हाम्रो काम 1 लाखको ल्यापटपमा चल्छ भने। त्यो ल्यापटप भन्ने कुरा मोबाइल जस्तो हुँदैन अरू देखाउँदै राख्ने भनेर। र कतिजनाले के भन्छ भने चाहिँ भाइ 1 लाख किने बरु 2 लाखको किन्छु, 5 वर्षको बदलामा 10 वर्ष चल्छ, ठिक छ भनेर भन्छ। हो, त्यस्तो चाहिँ हुँदैन। ल्यापटपको टिकाउ भनेको 5देखि 7 वर्षै हो। टिक्न 10 वर्ष 15 वर्ष पनि चल्ला, तर सामान्य कामहरू गर्न चाहिँ मिल्छ। तर मेन जुन त्यसको नयाँ सफ्टवेयरहरू हुन्छ त्यो 5देखि 7 वर्षसम्म मात्र धान्ने हो। त्यही भएर ल्यापटप किन्दाखेरि तपाईँको यति कुरा बुझ्नुहोस् कि 5 वर्षदेखि 7 वर्षसम्म अर्को ल्यापटप किन्नै पर्छ। किनभने त्यति बेला नयाँ सफ्टवेयरहरू आइसकेको हुन्छ, त्यो त्यसमा सपोर्ट गर्दैन। र तपाईँले 30,000को ल्यापटप किनेर 3 महिनामा बिग्रिने, 30 लाख किनेर 30 वर्ष चल्ने भने चाहिँ हुँदैन। ल्यापटप भन्ने कुरा के हुन्छ भनेपछि मेसिन हो। 5 लाख ल्यापटप पनि आज लगेर भोलि बिग्रिन सक्छ, 30,000 ल्यापटप पनि आज किनेर 20 वर्ष केही हुँदैन। त्यही भएर ल्यापटप किन्दाखेरि चाहिँ एउटा कुरा चाहिँ बुझिराख्नु, महँगो किनेर धेरै टिक्ने, सस्तो किनेर तुरुन्तै बिग्रिने भन्ने हुँदैन। हामीले के कामको लागि ल्यापटप किन्दैछौँ त्यो कुरामा चाहिँ फोकस गर्नुपर्छ। मेन भनेको भ्यालु फर मनी त्यसलाई भन्छ। सेकेन्ड नम्बरमा तपाईँको के आउँछ भनेपछि ल्यापटप किन्दाखेरि के कुरामा ध्यान दिने छ। हो, ल्यापटप किन्दाखेरि सस्तो होस् महँगो सकेसम्म एक्सपान्डेबल किन्ने। इफ तपाईँ के भन्छ अलिक पछि आइटी साइटी पढ्दै हुनुहुन्छ भने अथवा बिबिएससी पढ्ने, मेडिकल पढ्नेहरूलाई त नन एक्सपान्डेबल भयो भने पुग्छ। तर बजेट
अब ल्यापटप जस्तो हेरिरहेको छ 4-5वटा मानव त्यही प्राइस रेन्जमा कुनै एक्सपान्डेबल आइदियो भने त्यो किन्ने प्लस तपाईँको मेन फोकसै गर्नुपर्ने कुरा चाहिँ आइटी र सिभिलको लागि है यो चाहिँ आइटी सिभिल र भिडियो एडिटिङको लागि चाहिँ हुन्छ नि ग्राफिक्स सकेसम्म भागै किन्ने किनभने थर्ड सेमिस्टर पछि आइटीले पनि हल्का फुल्का भिडियो एडिटिङहरू गर्नुपर्छ र अहिले एआईहरू आइसकेको छ त्यही भएर त्यस्तो कामहरू गर्दाखेरि अलिकति जिपियु चाहिँ चाहिन्छ सिभिललाई त ग्राफिक्स नभए हुँदै हुँदैन बरु आइटीले ग्राफिक्समा अलिअलि कम्प्रोमाइज गर्यो भने चल्छ तर सिभिललाई चाहिँ ग्राफिक्स चाहिन्छ नि प्रोग्रामिङ भन्दा पनि सिभिललाई चाहिँ अटो क्याडहरू स्केचअपहरू 3Dहरू चलाउनुपर्छ रेन्डरिङहरू गर्नुपर्छ त्यसको लागि चाहिँ सिभिललाई चाहिँ ग्राफिक्स भागै किन्नुपर्छ सिभिल पढ्दै हुन्छ नि आजको अवस्थामा है पहिला तपाईँको सस्तो छ ल्यापटपहरू हिजोको दिनमा तर आजको दिनमा जुन ल्यापटपहरूको प्राइस छ सिभिल पढ्ने मान्छेहरूलाई 1 लाखभन्दा मुनिको ल्यापटप चाहिँ सोध्दै नसोच्नु 1.20 1.30 1.40 भन्दा मुनि बजेट छ भने अहिले ल्यापटपै नकिन्ने 1.20 सम्मको बजेट पुऱ्याउने अनि बल्ल ल्यापटपमा छिर्ने मेरैमा आउनुपर्छ भन्ने छ जहाँबाट किने पनि एटलिस्ट ग्राफिक्स भाग किन्नु नत्र सिभिल पढ्नेहरूले भोलिको दिनमा दुःख पाउँछ त्यसै गर्दा हाम्रो एकदम हाई लेभलको भिडियो एडिटिङहरू गर्छु एकदम जस्तो मानव फोटोग्राफर भिडियोग्राफर बिएससीको यताउता चलाउँछु भन्नुहुन्छ अथवा आर्किटेक्चर हो भने दुईटा जनालाई सिभिलले त धेरै चाहिँदैन तर आर्किटेक्चर पढ्ने र आर्किटेक्ट पढ्ने र तपाईँको भिडियोग्राफीहरू एकदम हाई लेभलको मुभीहरू भिडियोहरू बनाउने मान्छेहरूलाई चाहिँ 2 लाखभन्दा माथिको किन्नुपर्छ आजको डेटमा किनभने पहिला तपाईँको 8GB ग्राफिक्स भएको ल्यापटपहरू 1.5 लाखमा पनि आउँथ्यो तर अहिले 50-60 ग्राफिक्स लिने बित्तिकै 50-50 अहिले पनि आउँछ 70-80मा आउँछ तर 50-60 लिने बित्तिकै तपाईँलाई 2 लाख 2.10 पुग्नुपर्छ हो त्यही भएर आर्किटेक्ट पढ्नेहरूले चाहिँ 2 लाखसम्मभन्दा मुनिको चाहिँ नकिन्नु होला किनभने अहिले काम चले पनि भोलि दिनमा त्यो ल्यापटपले काम तपाईँलाई दिँदैन सिभिलको छुट्टै काम हो तर आर्किटेक्टलाई छुट्टै काम गर्नुपर्छ र आर्किटेक्टलाई अलिकति हाई पावर भएकै ल्यापटप चाहिन्छ त्यसै गरी हजुरहरूले अब दाइ ल्यापटप यहाँबाट बिर्सदाखेरि चल्छ चल्दैन कतिजनाको सोचमा हुन्छ होइन हो ल्यापटप जहाँबाट किने पनि होल वर्ल्ड चल्छ त्यसमा चाहिँ कुनै पनि किन ल्यापटप भनेको एउटा बिजनेसम्यानको लागि तपाईँको त्यो एउटा डायरी जस्तै हो र विष्णुको लागि तपाईँको एउटा बुक जस्तै हो कि जहाँ पनि बसेर आफ्नो लेख्न पाउने जहाँ बसेर पनि पढ्न पाउने भन्ने जस्तै हो त्यही भएर ल्यापटप तपाईँले वर्ल्डभरिको जहाँ नेपालमा किने पनि विदेशमा चल्छ विदेशबाट किने नेपालमा पनि चल्छ अब कुरा आउँछ दाइ म विदेशमा छु यही ल्यापटप किनेको नेपालमा किन्नु भनेर भन्नुहुन्छ अहिलेको अवस्थामा के छ भने चाहिँ नेपालमा किन्नुहोस् विदेशमा किन्नुहोस् खासै प्राइसको फरक हुँदैन हो त्यही फरक भयो भने पनि 3-4 हजारको हुन्छ किनभने अब दाइ तपाईँहरू पनि विदेशबाट ल्याउनुहुन्छ अनि हामीले पनि ल्याउँदाखेरि चाहिँ कसरी फरक पर्छ तपाईँ ल्याउँदाखेरि चाहिँ तपाईँले फरक पर्ने हामीले नपर्ने कताले भन्नुहुन्छ अब हामीले किन्छौँ एकैचोटिमा 500 पिस तपाईँले किन्नुहुन्छ 1 पिस 1 पिसको प्राइस र 500 पिसको प्राइस त फरक भइहाल्छ नि त्यो त नेपालमै हुन्छ नि 1 पिसको प्राइस र जस्तो कि विदेशको प्राइसमा नेपालमा पनि दिन्छ हामीलाई कति पसलहरूले ठुल्ठुलो इम्पोर्टरहरूले किन हामी उसमा 100 पिस किन्छौँ तर तपाईँले एकै पिस किन्यो भने पनि जुन दुनियाँको जुनसुकै ठाउँमा किन्यो भने तपाईँले यहाँ आउँदा नि महँगो पर्न सक्छ हो त्यही भएर ल्यापटप किन्दाखेरि एटलिस्ट तपाईँले नेपालको कुनै पनि पसललाई व्हाट्सएपमा त्यो ल्यापटपको फोटो पठाएर सर यसको कति पर्छ के पर्छ भनेर बुझेर मात्र बाहिरबाट ल्यापटप ल्याउनु किनभने बाहिरबाट ल्यापटप ल्याउनुहुन्छ तपाईँको 2000 सस्तो छ भने तपाईँको त्यो ल्यापटप भोलिमा बिग्रियो भने त सक्यो त्यही भएर बरु 10,000 भन्दा बेसी सस्तो छ भने चाहिँ छुट्टै कुरा हो किन्नुहोस् कहिलेकाहीँ त्यस्तो पर्दैन पनि सक्छ कुनै कुनै ल्यापटपमा तर त्यो 2-3 हजारको लागि चाहिँ विदेशबाट ल्यापटप नल्याएकै राम्रो मेरो विचारमा चाहिँ अब धेरै हामीले ल्यापटपको बारेमा पनि देखाइदिन्छौँ होइन प्लस हामी धेरै कुरा भनिसक्यो हजुरहरूलाई अब यतिको नलेज हजुरहरूलेसँग आइसकेपछि जहाँसम्म मलाई लाग्छ कोही पनि ठगिनुहुन्न होला जहाँबाट ल्यापटप किने पनि प्लस ल्यापटप किन्दाखेरि मेन ध्यान दिनुपर्ने भनेको मैले भनिहालेँ बजेट हो बजेटमा बेस्ट ल्यापटप चुज गर्नुपर्छ अब कसैले सजेस्ट गर्छ i9 नै किन्नु कतिजना कस्टमरहरू आउँछ के चलाउन i7 त i9 नै आइसक्यो भन्छ हो अहिले i3 चलिरहेछ र 20 वर्षपछि पनि i3 आउँछ नयाँ चाहिँ जेनेरेसन आउँछ क्या त्यही भएर मेन फोकस हामीलाई कहाँ गर्नुपर्छ जेनेरेसनमा जेनेरेसन चाहिँ लेटेस्ट हुनुपर्छ जति नयाँ जेनेरेसन भयो त्यति राम्रो हुन्छ ल्यापटप त्यही भएर जेनेरेसनमा चाहिँ मेन फोकस गर्नुपर्छ गाइज जेनेरेसनमा चाहिँ कहिले पनि कम्प्रोमाइज गर्नु हुँदैन लेटेस्ट जेनेरेसन भनेकै तपाईँको बेस्ट हुन्छ त्यो ल्यापटप 13 जेन 14 जेन 15 अहिले चलिरहेछ 13 देखि माथि नै किन्नुपर्छ 13 जेन 14 जेन 15 जेन त्यहाँ तल चाहिँ लिएर काम छैन र अब चाहिँ हामी तपाईँहरू देखाउन गइरहेको छौँ बब्बाल ल्यापटप पहिला आइडिया प्याडको सिम चाहिँ धेरै किन्नुभयो 13 जेन तर अब 13 जेनको जमाना गयो नि त अब त आयो 15 जेनेरेसनमा 15 जेनेरेसनको एच प्रोसेसरमा 15 जेनेरेसनमा एच प्रोसेसरमा 16GB ऱ्याम 512 SSDमा एसरको एस्पायर लाइटमा 14 इन्ची पनि छ हामीसँग 15 इन्ची पनि छ यो तपाईँ कसको लागि भने चाहिँ यो भनेको त बिबिएस सिबिएम मेडिकलको लागि जति पनि भयो अभरै भयो त्यति धेरै चाहिँदैन तर पनि बजेट छ भने किन्दा भयो तर मेन चाहिँ तपाईँको यो भयो आइटीको लागि प्रोग्रामिङ कोडिङ जावा पाइथनहरू मजाले चल्छ हल्का फुल्का खेल्न मिल्छ यो कोर 5 210H प्रोसेसर हो 15 जेनेरेसनमा बवाल तपाईँको ब्याकलाइटदेखि लिएर डिस्प्ले WXGA हो यसमा आइपिएस प्यानल फुल मेटल बडीमा आउँछ दाइले यति तारिफ गर्नुभयो ल्यापटप देखाउनु नै भएन भन्नुहुन्छ होला अब चाहिँ हजुरलाई म ल्यापटप पनि अनबक्सिङ गरिदिन्छु डबल बक्स प्याक भन्दै तपाईँले देखाउन गइरहेको छ हेर्नु है त ल्यापटप चाहिँ बाबाले देखाइदिन सक्छु म मनोज सर क्यामेरा अलिकति फोकस गरेर दामी तरिकाले हाम्रो भ्युअर्सहरूलाई यो ल्यापटप देखाइदिनु पर्यो यसमा हामीसँग साइज 14 इन्ची पनि छ 15 इन्ची पनि छ आइडिया प्याड स्लिम 3 को पनि ठुलो दाइ भन्दा हुन्छ यसलाई यो तपाईँको दामी मोडल हो फुल मेटल बडीमा गाइज कोर 5 210H लुक्स हेर्नु सक्छु एकदम प्रिमियम लुक्स पनि एकदम वाउ छ
16 GB ऱ्याम छ यसमा 512 SSD DDR5 ऱ्याम छ एच प्रोसेसरको 15 जेनेरेसनमा विन्डोज जेन्युन विथ ब्याकलाइट विथ तपाईँको डिस्प्ले पनि यसमा आइपिएस छ मार्केटको प्राइस यसको 1,14,000 1,13,000 छ तर म्याक्सेलले अफर प्राइस कतिमा दियो त जम्मा 1,07,000 मा गाइस तपाईले 1,07,000 मा पाउन सक्नुहुन्छ एसरको एस्पायर लाइट 14 भन्ने मोडल विथ ब्याकलाइट विथ आइपिएस विथ मेटल बडीमा लुक्स पनि भाउ छ पर्फर्मेन्स पनि यसको भाउ छ तपाईले पैसाको हिसाब भ्यालु फर मनी छ पैसा हालेपछि जुन हुन्छ नि पैसाको भ्यालु हो त्यो चाहिँ तपाईले यसमा पाउन सक्नुहुन्छ 15 जेनेरेसनमा एच प्रोसेसर छ म्याक्सेलले किन रोज्ने त हो म्याक्सेल भनेको कस्तो भने चाहिँ तपाईको बजेटमा तपाईले बेस्ट एउटा प्रोभाइड गराउँछ र म्याक्सेलले कहिले पनि आफ्नो कस्टमरलाई चिट गर्दैन हुन सक्छ 6 जनामा कहिले काहीँ एक दुईजनाको मन दुखिहाल्छ किनभने भगवानले त सबैलाई खुसी पार्न सक्दैन हाम्रो बालेन्द्रले त सकेका छन् भने त अब हामी त म त नर्मलै मान्छे हो त्यही भएर कहिले काहीँ कसैको मन दुख्छ इफ त्यस्तो छ भने त्यसको लागि म सरी भन्न चाहन्छु तर तपाईँ यति कुरा चाहिँ ढुक्क हुनु गाइज ल्यापटप किन्दाखेरि प्राइस र सामानमा तपाईँलाई फरक पर्दैन तपाईँलाई 30,000 देखि लिएर 3 लाखसम्मको कुनै पनि ल्यापटपहरू किन्नु पऱ्यो भने म्याक्सेलमा आउनु होला म्याक्सेलले बेस्ट डिल दिएको थियो दिन्छ पनि दिइ पनि त्यसमा कुनै पनि आपत्ति छैन हामीसँग आसुसको टप राइजन 7 मा 3050 जम्मा 1,40,000 मा 16,512 हामीले दिइरहेको छु मार्केटमा यसको प्राइस गरेर सोध्नु तपाईँले 155 160 भन्छ एसरको नाइट्रो V15 अझै पनि हामीले i7 को 5050 ग्राफिक्स 173 मा दिइरहेका छौँ अझै पनि हामीले तपाईँको के भन्छ i5 को 13 जनामा 16 GB ऱ्याम भएको ल्यापटप विदाउट ग्राफिक्स होला जम्मा 17 मा दिइरहेका छौँ त्यही भएर अझै पनि म्याक्सेलले धेरै ल्यापटपहरूको प्राइसहरू बढाएको छैन त्यही भएर तपाईहरु ढुक्क भएर म्याक्सेलमा आएर ल्यापटपहरू पर्चेज गर्न सक्नुहुन्छ गाइज प्राइस लागि तपाईले चिन्ता गर्नै पर्दैन अब त्यसै गरी हामी तपाईलाई देखाउन गएको छ HP को ओम्नीबुक टच 360 मा गाइज ल यो तपाईको टच ल्यापटप हो गाइज हैन टच 360 मा यो ल्यापटप हो यसको तपाईको 16 GB ऱ्याम 512 SSD मा i7 मा 14 जेनेरेसन यो ल्यापटप चाहिँ खासमा के कामको लागि यति धेरै महँगो हुन्छ कतिजना भन्छ हैन अब यस्तो हुन्छ कतिजना तपाईको आफ्नो शखको लागि पनि किन्छ जस्तो कि अब टच सच मन पर्छ अलिक लुक्स हेर्दाखेरि पनि एट्र्याक्टिभ अलिक राम्रो होस् प्लस पोर्टेबल होस् हो यो भनेको गेमिङको लागि चल्दैन सिभिलले चल्दैन तर आइटीले चाहिँ पुग्छ ताकि म आइटी पढ्छु गेम खेल्दिनँ तर मलाई पोर्टेबल चाहियो सकेसम्म त आइटी पढ्नेहरूले पनि गेमिङ ल्यापटप किनेकै राम्रो हो किनभने गेमिङ भनेको गेम खेल्न बनाएको होइन गेम भनेको जिपियु राम्रो हुन्छ लङ लास्टिङ पावर हुन्छ त्यसमा हैन त्यही पनि अब कतिजना भन्छ दाइ म गेम खेल्दै खेल्दिनँ मलाई त्यति धेरै भास्ट गेमिङ सेभिङ चाहिएन मलाई पोर्टेबल दिनुस् बरु छ भने टच भएको दिनुस् 16,512 मेरो बजेट 1,30,000 सम्मको छ भने अझै पनि म्याक्सले यो ल्यापटप जम्मा 1,29,000 मा तपाईले दिन्छ टच 360 भएको i7 14 जेनेरेसनको मार्केटमा यसको प्राइस कति छ त 1,37,000 छ मार्केटमा गएर बुझ्नुस् प्राइस बढ्यो रे तर म्याक्सेलले अझै पनि धेरै ल्यापटपहरूको प्राइस बढाएको छैन किनभने हामी ल्यापटप धेरै नै स्टक राखेर काम गर्छौँ जहिले पनि हैन यति धेरै हुन्छ कि हाम्रो एकचोटि ल्यापटप हामीले उठायो भने 2-3 महिना हामीलाई पुग्छ तर प्राइस बढेको भर्खर 2 महिना भयो तर हामीसँग अझै 1-2 महिना पुग्ने ल्यापटपहरू छ धेरै मोडलहरू कुनै मोडल हामीसँग स्टक आउट छ तर अझै पनि हामीसँग धेरै मोडलहरू बाँकी छ तपाईँ आउनु होला तपाईलाई प्राइस तपाईले चिन्ता गर्नै पर्दैन गाइज हामीले पहिला पनि बेस्ट प्राइसमा दिएका थियौँ अहिले पनि दिइरहेका छौँ र पछि पनि हामी दिइरहन्छौँ त्यो चाहिँ ढुक्क अवस्था हुन्छ अब तपाईलाई म देखाइदिन्छु लेनोभोको आइडिया प्याडको स्लिम 3 लेनोभोको आइडिया प्याडको स्लिम 3 मा चाहिँ यो सेलन भयो पहिला अलिक पावरफुल ल्यापटपबाट देखाउँ त्यसपछि नर्मल ल्यापटप देखाउने गरौँला हैन ल अब चाहिँ आयो एसरको नाइट्रो एउटा ल्यापटप देखाएर म तपाईलाई तीनटाको स्पेक भन्छु त्यही भएर राम्रोसँग सुन्नु होला एसरको नाइट्रोमा i5 को 3050 ग्राफिक्समा 16,512 मार्केटमा प्राइस बढ्यो 1,44,000 तर म्याक्सेलले अझै कतिमा दिन्छ जम्मा 1,37,000 मा 137 मा 16,512 3050 एसरको नाइट्रोमा i7 को 4050 16,512 मार्केटमा प्राइस बढ्यो 163 तर म्याक्सले कतिमा दियो अझै 158 मा एसरको नाइट्रो में i7 को 5050 8GB ग्राफिक्स एसरको नाइट्रो में i7 को 5050 8GB ग्राफिक्स मार्केटमा प्राइस बढ्यो र दाइ त के गर्ने होला हो म्याक्स मार्केटमा बढ्यो तर म्याक्सलमा अझै बढाएको छैन पुरानै प्राइस कति 1,76,000 मात्र एसरको नाइट्रो V15 मा i7 5050 तपाईलाई गाइज प्राइस चिन्ता गर्नै पर्दैन गाइज पुरै मार्केट पहिला बुझ्नुस् अन्तिममा म्याक्सलमा आउनुस् प्राइसको लागि चाहिँ नो वरी अब ल यही तपाईको i7 i5 र i9 तीनटैको लुक्स यसमा हामीसँग i9 पनि छ 16GB ऱ्याम 512 SSD मा i9 4060 को 8GB ग्राफिक्स मार्केट प्राइस कति 2 लाख तर म्याक्सले अझै पनि 196 मा तपाईलाई i9 दिन्छ विथ 4060 ग्राफिक्समा गाइस त्यही भएर तपाईलाई कुनै पनि ल्यापटप चाहियो भने सिधै म्याक्समा आउनुस् तपाईको बजेटमा तपाईले खोजेको रोज ल्यापटप तपाईले म्याक्सले प्रोवाइड गराउँछ गराएको पनि थियो त्यसको लागि त तपाईले ढुक्क भएर बस्दा हुन्छ गाइस अब त्यसै गरी तपाईले देखाउन गइरहेछु म अलि भाइले हाम्रो सुलो भयो प्याक गर्न अलि छिटो गर्नु पर्यो बाबु तिमीले अब त्यसै गरी हजुरले म फेरि पनि अब देखाउन गइरहेछु HP को ओमेन HP को ओमेन तपाईको यो गेमिङ ल्यापटप हो यसको सिल प्याकै हुन्छ बेला नखोलौ हैन अब यसको हामीसँग तीनटा एस्पेक्टमा छ है अब तीनटा एस्पेक्ट के हजुरले भन्न गइरहेको छु एउटा आउँछ i7 को 15 जेनेरेसनमा 16GB ऱ्याम 1TB SSD RTX को 5060 मार्केट प्राइस 2,45,000 तर म्याक्सले कतिमा दियो जम्मा 2,40,000 मा त यो 2 लाख प्लस ल्यापटप किन किन्ने हो र
हो यो भनेको त्यही अघि मैले भने आर्किटेक्ट पढ्नेहरूलाई भयो, हाई लेभलको भिडियो एडिटिङहरू गर्नलाई भयो, प्लस आइटी पढ्दै हुन्छ तर बजेट छ र अलिकति इन्ट्रेस्ट भिडियो एडिटिङमा पनि छ, हल्का फुल्का इन्ट्रेस्ट गेमहरू बनाउनमा अलिकति एप डेभलपमेन्ट गरेर पनि छ भने तपाईँको लागि चाहिँ दिस वान इज बेस्ट। र यही प्राइस रेन्जमा लेनोभोको लिजेन पनि आउँछ, एसरको पेटर पनि आउँछ। अब तपाईँ आफ्नो आफ्नो हेरी कुल्लिने भनेर 2 लाखभन्दा माथिको एउटा जतिजनाले पनि किन्छ प्राइस उहाँहरूलाई आफैले पनि आइडिया हुन्छ, छैन भने पसलमा आउनु होला, तपाईँलाई हामीले बेस्ट डिल दिनेछौँ। व्हाट्सएपमा मेसेजको रिप्लाई ढिलो आयो भन्नुहुन्छ, दिनभरिमा हामीले यति धेरै मेसेज आउँछ, यति धेरै मेसेज आउँछ, 2 जना रिप्लाई गर्दा गर्दा थाकिन्छ, त्यही पनि हामी डबल ट्रिपल रिप्लाई गर्न सकिरहेको हुँदैनौँ। हो त्यही भएर मेसेज गर्दामा सिधै पसलमा आउनुहोस्। हो भेली बाहिरबाट हुनुहुन्छ भने चाहिँ मेसेज गर्नु होला। सकेसम्म काठमाडौँमा भएको साथी दाइ दिदी बहिनीहरूलाई म के भन्छु भनेपछि तपाईँलाई कुनै पनि लड्दा भने सिधै म्याक्सेलमा आउँदा हुन्छ कि म्याक्सेलले तपाईँलाई प्राइस बेस्ट दिइहाल्छ, चिन्ता गर्नै पर्दैन। बरु मार्केट घुमेर आउनुहोस्, बुझेर आउनुहोस्, फरक पर्दैन, तर पैसा त चिन्ता गर्नु पर्दैन। अब आउँछ यो लेनोभोको लिजियन। लेनोभोको लिजियनमा यसको तपाईँको राइजन 7 मा 16 GB ऱ्याम, 512 SSD, RTX को 5060 ओलेड डिस्प्ले। मार्केटमा प्राइस बढ्यो अरे कति त 2,45,000 2,50,000, तर म्याक्सेलले अझै कतिमा दिन्छ जम्मा 2,40,000 मा। 2,40,000 मा लेनोभोको लिजियन राइजन 7 16 GB ऱ्याम, 512 SSD, RTX को 5060 ओलेड डिस्प्ले लगाइदिन्छ। र हामीसँग राइजन 9 पनि आइसकेको छ। ओन्ली 2,95,000 मा तपाईँले राइजन 9 पनि पाउन सक्नुहुन्छ, 5060 मा 16 512 भएको। तपाईँलाई कुनै पनि गेम ल्याएर चाहियो भने म्याक्सेलमा आउनु होला, प्राइस हामी बेस्ट दिन्छौँ। तर आउनुभन्दा पहिला मार्केट चाहिँ बुझेर आउनु होला, किनभने सिधै यहाँ आएर दाइ महँगो भयो यताउता भनेर भन्नुभन्दा पहिला मार्केट बुझेर आउनुहोस्। म आफै भन्छु, अरूले भन्छ सिधै हाम्रोमा आउनुहोस्, तर म चाहिँ भन्दिनँ, किनभने म आफै भन्छु मार्केट बुझेर आउनुहोस् के, चित्त बुझाएर लानुहोस् के, खुसी गरेर लानुहोस् के। त्यो हुन्छ नि मनमा टेन्सन तनाव लिएर दाइले महँगो ल्याएर दाइले यो गरेर होला, दाइले त्यो गरेर हुनुभन्दा पहिला मार्केट घुम्ने, मार्केट बुझ्ने, अनि अन्तिममा म्याक्सेलमा आउने। म्याक्सेलले बेस्ट प्राइस तपाईँलाई चिसो पानी खुवाएर गर्मीमा दिइहाल्छ। अब चिसो तपाईँको जाडो महिनामा हामी चिया खुवाइहाल्छौँ, तर अहिले चाहिँ पानी मात्र खुवाएको छ। अब चिसो किन खुवाउनुहुन्न भनेर कतिजना भन्नुहुन्छ होला। यहाँ यति धेरै मान्छे आउँछ कि अब तपाईँको चिसो खुवाउनु थाल्यो भने दिनभरि मलाई लागिरहेको छ 30-40 चिसो नै खुवाउनुपर्छ होला। त्यही भएर हजुरहरूलाई चिसो खुवाएको छैन भने म्याक्सेलले माइन्ड नगर्नु होला। मनबाट चाहिँ हामीले यति प्राइस डिस्काउन्ट गरेर हुन्छ तपाईँहरूलाई कि तपाईँले चिसो र मोमो चाहिँ सँगै आफू पनि साथीलाई पनि खुवाउन सक्नुहुन्छ। म्याक्सेलबाट ल्यापटप किन्यो भने त त्यो चाहिँ ढुक्क हुन्छ, तपाईँको त्यति सेभिङ चाहिँ हुन्छ। अब आउँछ यो लेनोभोको आइडिया प्याड। यो चाहिँ अलिक सस्तोमा आयो, राइजन 5 मा 8 GB ऱ्याम SSD, 8 GB ऱ्याम र 256 GB SSD भएको ल्यापटप हो। यसको पनि मार्केट प्राइसको कुरा गऱ्यो भने 74 छ, तर म्याक्सेलले अझै कतिमा दिन्छ, ओन्ली 71,000 मा तपाईँलाई प्रोभाइड गराउँछ। 8 GB ऱ्याम 256 SSD यसमा तपाईँले मार्केटमा जहाँ पनि गएर प्राइस गर्न सक्नुहुन्छ। अन्तिममा म्याक्सेलमा आउनु होला, तपाईँले प्राइसलाई चिन्ता गर्नै पर्दैन गाइज। हामीले पहिला पनि भन्थ्यौँ, अहिले पनि भन्छौँ, तपाईँले जुनसुकै एउटा किन्यो भने पनि प्राइसमा फरक पर्दैन। यो भने कसको लागि हुन्छ, यो भने कम्प्युटर साइन्स पढ्नेहरूको लागि हो। तर पछि गएर अलिक हाई लेभलको प्रोग्रामिङहरू कोडिङहरू गर्ने भने चाहिँ 80 भन्दा माथि किन्नु। तर होइन अहिले ठिक हो, कम्प्युटर साइन्स पढ्दा बजेट अलिक टाइट छ, 11-12सम्म सकाएपछि पछि अरू किन्नुला भन्नुहुन्छ भने दिस वान इज गुड फर यु। सो 8 GB ऱ्याम 256 मा DDR5 ऱ्याम छ यसमा, त्यो पनि 5600 मेगाहर्ट्जको। तपाईँको राइजन 5 को 7000 सिरिज। यसको मार्केटको प्राइसको कुरा गऱ्यो भने 73-74 छ, तर म्याक्सेल अझ कतिमा दियो, जम्मा 71,000 मा। हामी जहिले पनि राति भिडियो बनाउँछु, म जहिले पनि थाक्छु के, यतै पनि कति थाके भनेर भिडियोमा भन्नुहुन्छ होला, सोच्नुभयो होला। तर तपाईँको मेरो अनुहार हेरेर मेरो बोली सुनेर थाहा भइसक्यो होला म कति थकित हुन्छु भनेर। त्यही भएर यो भिडियोलाई पनि हामी धेरै लामो चाहिँ गर्दैनौँ। त्यसै गरी अब हामीसँग आउँछ अहिलेको भाइरल ल्यापटप भनौँ यसलाई पनि, लेनोभोको आइडिया प्याड स्लिम 5। स्लिम 3 को जमाना गयो, अब आयो स्लिम 5। कतिमा त 16 GB ऱ्याम, 512 SSD, राइजन 7 को HS प्रोसेसरमा, त्यो पनि एकदम युनिक कलरमा। युनिक भन्दा पनि युनिक स्काई ब्लू कलरमा गाइज, स्काई ब्लू कलरमा। ल्यापटप त छुनु बित्तिकै चलाइहालौँ, हेर्नु बित्तिकै खाइदिउँ जस्तो खालको ल्यापटप छ यो चाहिँ तपाईँको। होइन दामी ल्यापटप छ, विथ ब्याकलाइट, विथ एक्सपान्डेबल डिस्प्ले पनि 100% बवाल छ। तपाईँको लुक्स पनि हेर्न सक्नुहुन्छ, प्रिमियम कलर पनि वाउ छ। पोर्टेबल ल्यापटप, ब्याट्री ब्याकअप पनि 7 घन्टा प्लस टिक्छ यसमा। मार्केटमा यसको प्राइस 1,29,000 छ, तर म्याक्सेलले अझै कतिमा दिइरहेको छ त, ओन्ली 1,20,000 मै दियो ल। 22 गर्नु पर्ने, तर 20 गरिदियो ल। 1,20,000 होइन 20 त नगरौँ ल, 1,19,500 गरिदियो ल। 1,19,500 मा तपाईँले यतिको दामी ल्यापटप पाउन सक्नुहुन्छ। दा एउटा चाहिँ खासमा कसको लागि हो, मैले पहिला पनि भने अहिले पनि भन्दैछु, मेडिकल पढ्नेहरू धेरै महँगो चाहिँदैन, तर पनि कतिजना INGOमा काम गर्छ, अब अलिक MBBS MD लेभलको मान्छेहरू हुन्छन्। ल्यापटप किनेपछि राम्रै किनौँ, अलिक ढङ्गको किनौँ, 2-4 जना अगाडि बस्दाखेरि पनि वाउ खालको भनोस्, लुक्सको पैसा पनि हाल्नुहुन्छ भने चाहिँ दिस वान इज गुड फर यु। तर आइटीको लागि चाहिँ प्रोग्रामिङ कोडिङ गर्न मजाले पुग्छ, तर गेम खेल्न मिल्दैन, भिडियो एडिटिङ चाहिँ हार्ड गर्न मिल्दैन। सामान्य खालको सिक्न चाहिँ मिल्छ, बिगिनर टाइपको, तर प्रो लेभलको चाहिँ यसमा गर्न मिल्दैन। हो म्याक्सेलले जेमा जे मिल्छ त्यही भन्छ, जेमा जे मिल्दैन त्यही भन्दैन। अब कति पसललाई आफै थाहा हुँदैन कुनमा के मिल्छ मिल्दैन भनेर, खालि थाहा हुन्छ कस्टमर गोजीमा 40,000 छ, कस्टमर गोजीमा 1 लाख छ, उसले हामीले 1 लाख
दिने पठाइदिने तर काम हुन्छ हुँदैन के हुन्छ हुँदैन उसले आफै साथीभाइलाई के आइडिया दिन्छ त्यही भएर मैले पहिला पनि भन्छु अहिले पनि भन्छु बारम्बार भन्दै आएको छु ल्यापटप किन्दाखेरि जहिले पनि नलेज भएको पसलसँग मात्र किन्नु होला अब यो पनि नाइट्रोको V15 अघि मैले नाइट्रो V15 तपाईँले देखाइदिइहालेँ होइन तर यसलाई पनि साइडमा फालिदिउँ अब तपाईँको यो भयो आसुसको भिभोबुक 14 जेनेरेसनमा गाइज 14 जेनेरेसनमा आसुसको भिभोबुक कोर 5 8GB ऱ्याम छ यसमा र 256 SSD छ 8GB ऱ्याम र 256GB SSD मा 14 जेनेरेसन मार्केट प्राइस कति त 83-84,000 तर म्याक्सेलले अझै पनि कतिमा दिन्छ त ओन्ली 78,500 भनेर तपाईँले पाउन सक्नुहुन्छ 14 इन्चको ल्यापटप हो यो पनि कम्प्युटर साइन्स पढ्नाले पनि भयो BBS CBA मेडिकल पढ्ने मजाले पुग्यो बजेट छ भन्छ तर मेडिकल पढ्नेहरूलाई चाहिँ मकै किन्नुपर्छ भन्ने छैन तर कम्प्युटर साइन्स पढ्ने IT पढ्नेहरू चाहिँ यतिको किन्नै पर्छ र सिभिल पढ्नेहरू चाहिँ 1 लाखको सम्मको ल्यापटप किन्नै पर्छ गाइज अब तपाईको त्यसै गरी हामी देखाउन गइरहेछ हजुरलाई HP को यो चाहिँ HP को AI ल्यापटप हो भाइरल ल्यापटप यसको मार्केटमा 1,29,31 भन्न थालिसक्यो प्राइस बढ्यो भनेर तर म्याक्सेलले अझै पनि तपाईको i7 मा 14 जेनेरेसनको ल्यापटप हो यो 16GB ऱ्याम 512 SSD छ हामीसँग यसमा AMD को पनि छ Ryzen मा पनि छ AMD मा AI प्रोसेसर भएको पनि छ र तपाईको Intel मा H प्रोसेसर भएको पनि छ मार्केट प्राइस 1,28,129 भन्छ तर म्याक्सेलले अझै पनि कतिमा दिइरहेछ त यो 16 इन्चको ल्यापटप तर एकदम पोर्टेबल दाइ मलाई यसको ठुलो चाहिन्छ तर स्लिम चाहिन्छ के दाइ धेरै भारी पनि नहोस् अलि पावरफुल पनि होस् भन्नुहुन्छ भने दिस वन इज गुड फर यु हो 1 लाख कट्नु बित्तिकै मैले भनिहालेँ कि त मेडिकल पढ्नेहरू लुक्सको लागि पैसा हाल्छ कि त IT पढ्नेहरूले दाइ मलाई गेमिङ पर्दैन पोर्टेबल चाहिन्छ भन्नुहुन्छ भने दिस वन इज गुड फर यु मार्केट प्राइस 1,28,000 तर म्याक्सेलले अझै पुरानै प्राइसमा 1,22,000 मा दिइरहेछ कि हामीसँग यो लट अफ स्टक छ त्यही भएर पुरानै प्राइसमा दिइरहेछौँ तपाईलाई कुनै पनि ल्यापटपहरू किन्नु पर्यो भने चिन्ता गर्नु पर्दैन गाइज आउनु होला मिलाएर दिइहाल्छौँ हामी अब हामी तपाईलाई देखाउन गइरहेछौँ आसुसको ROG स्टिक्स यो ल्यापटप पनि अनबक्सिङ नगरौँ किनभने यस्तो ल्यापटपहरू अनबक्सिङ गर्यो भने पछि मान्छेले किन्न मान्दैन र 2 लाख भन्दा बेसी ल्यापटपमा इन्भेस्ट गरेपछि मान्छेले आफूले पनि युट्युबमा ल्यापटपको लुक्सदेखि लिएर हरेक कुरा हेरिसकेको हुन्छ यो तपाईको आउँछ कति भने चाहिँ i7 को 13 जेनेरेसनमा 16GB ऱ्याम 512 SSD RTX को 5060 मा आसुसको ROG स्टिक्स G16 मार्केट प्राइस 2,50,000 तर म्याक्सले अझै कतिमा दियो 2,42,000 मा तपाईलाई दियो तर यो हामीसँग जम्मा 2 पिस मात्र बाँकी छ गाइज त्यही भएर तपाईलाई चाहियो भने ढिलो नगरिकन आइहाल्नु होला अझै गेमिङ ल्यापटपमा प्राइस दिनदिनै झन् बढिरहेको छ त्यही भएर अब चाहिँ ढिलो गरेर काम छैन ल्यापटप चाहियो भने किनिहाल्ने अब चाहिँ नकुर्ने अब चाहिँ सिधै किन्ने किनभने अब कुर्यो भने चाहिँ कुर्यो कि त डिसेम्बरसम्म कुर्नु पर्यो डिसेम्बर पछि चाहिँ प्राइस घट्छ फेरि घरमा ल्यापटप छ डिसेम्बरसम्म काम चल्छ भने चलाउँदा हुन्छ किनभने डिसेम्बर पछि चाहिँ प्राइस स्योरै घट्छ किनभने अब यति भन्दा चाहिँ बेसी बढ्दैन कोरोनामा पनि यस्तै भएको थियो एकचोटि कोरोनाको बेला होइन प्राइस बढेको थियो एकचोटि फेरि वात्तै घट्यो नि हो त्यस्तै भइरहेछ अहिले पनि होइन डिसेम्बरसम्म काम चल्छ भने चलाउनु पुरानो ल्यापटपहरूले होइन डिसेम्बर पछि किन्दा नि भइगयो चिन्ता गर्नु पर्दैन अब आउँछ लेनोभोको 8GB ऱ्याम 256GB SSD मा यो पनि अघि मैले देखाएँ तपाईँलाई i5 थियो यो चाहिँ इन्टेलको सेल्वन प्रोसेसर हो तर 4 कोर छ यसमा हल्का फुल्का तपाईँको कोडिङ चाहिँ नर्मल टाइपको हुन्छ नि नामको चल्छ तर वर्ड एक्सेल पावर पोइन्टहरू गर्न एसाइनमेन्ट गर्न पेन्सन गर्न सेमिनार बनाउनको लागि चाहिँ मजाले पुग्छ यसको मार्केट प्राइस तपाईँको 64 छ तर म्याक्सेलले अझै पनि पुरानै प्राइस कति भने चाहिँ 59 सम्ममा तपाईँलाई प्रोभाइड गराउँछ अझै पनि कसैले म्याक्सेलको भिडियो तपाईँले देखाएर यो ल्यापटप म त्यहाँ सस्तोमा दिन्छु भन्छ भने जुरुक्क उठेर म्याक्सेलमा आउनुहोस् दाइ यो ल्यापटप त्यहाँ यतिमा पायो खासमा के हो त कुरा हजुरले म डिफाइन गरिदिउँ होला धेरै कुराको फरक हुन्छ मोडल मात्र सेम भएर हुँदैन गाइज सेम मोडलको ल्यापटप 40,000 मा पनि पाउँछ सेम मोडलको ल्यापटप 65 मा पनि पाउँछ भित्रको स्पेकहरू पनि हेर्नुपर्छ SSD NVMe हो कि SATA हो ऱ्याम तपाईँको DDR3 हो कि DDR4 हो कि DDR5 हो जेनेरेसन कुन हो मोडल मात्र सेम भएर हुँदैन जेनेरेसन ऱ्यामको जेनेरेसन SSD को जेनेरेसन हरेक कुरा हेर्नुपर्छ गाइज त्यही भएर सानो सानो कुराले पनि धेरै कुरा मेटर गर्छ प्राइसहरुमा त्यही भएर त्यहाँ चाहिँ तपाईहरु कन्फ्युज नहुनु होला अब हामी फेरि जान्छौं तपाईको एसरको नाइट्रो लाइट मैले तपाईलाई देखाइदिसके यो HP को ओमेन जसरी अघि मैले तपाईलाई अल्ट्रा 7 भने यो चाहिँ अल्ट्रा 9 मा भयो 16GB ऱ्याम 1TB SSD मा 5070 ग्राफिक्स 2,70,000 यसमै 32GB ऱ्याम भएको 1TB SSD भएको लिनुहुन्छ भने तपाईलाई हामी दिन्छौं जम्मा 2,285 ल 285 मा तपाईले 32GB ऱ्याम 1TB SSD RTX को 5070 8GB ग्राफिक्समा अल्ट्रा 9 पाउन सक्नुहुन्छ भने अल्ट्रा 7 तपाईले जम्मा कतिमा पाउनुहुन्छ भने चाहिँ 2,40,000 तपाईले अल्ट्रा 7 पाउन सक्नुहुन्छ भने अल्ट्रा 9 चाहिँ 2,82,000 मा पाउन सक्नुहुन्छ 32GB ऱ्याम को अब त्यसैगरी हाम्रो आउँछ पालो एसरको प्रेडेटर न्यू 16 भन्ने मोडल यो चाहिँ अल्ट्रा 9 मा 16GB ऱ्याम छ यसमा 1TB SSD छ RTX को 5060 ग्राफिक्स बक्स यति भारी छ हेर्दै यति हेभी छ भने काम जसो कति पावरफुल होला भने हजुरले थाहा नै होला र यतिको ल्यापटप किन्ने मान्छेहरुलाई मैले भन्नै पर्दैन बुझाउनै पर्दैन म भन्दा नि विज्ञ हुन्छन् त्यही पनि कजना कन्फ्युज हुनुहुन्छ भने पसलमा आउनु होला बबालले हामी दिने छौं र हाम्रो वेबसाइट भिजिट गर्नु होला अथवा युट्युबमा यसको रिभ्युहरु दिया हुन्छ गेमिङ ल्यापटपहरुको त्यहाँबाट पनि हेर्दा भइगयो यो भनेको एकदम हाई लेभलको प्रो लेभलको भिडियो एडिटिङहरु गर्नलाई भयो प्लस तपाईलाई मैले भनिहाले आर्किटेक्ट पढ्नेहरुलाई भयो त्यसैगरी दाइ म
11 मै पढ्छु तर मेरो इन्ट्रेस्ट भिडियो एडिटिङमा कतिजना भाइ बहिनीहरूको हुन्छ नि त 11 मा पढे पनि अहिले काम चाहिँ तपाईँको ब्याचलर लेभल भन्दा नि खतरा गरेर हुन्छ उहाँहरूसँग पनि बजेट छ भने यो एसरको पिएटर एचपीको म्यान लेनोभोको लिजियन एसरको नाइट्रोहरूदेखि लिएर अलिक हाई लेभलको 2 लाख पनि माथिको लिन सक्नुहुन्छ अब चाहिँ मेरो घाँटी चाहिँ एकदमै सुकेको छैन अब चाहिँ यो भिडियोलाई योभन्दा लामो चाहिँ गर्न सकिला जस्तो मलाई लागेन त्यही भएर मनोज सरले सर र हाम्रो यताको यस्तो गरेर देखाइदिनु होला हाम्रो र प्लस हाम्रो कस्टमरको एकदमै भिडभाड भएको कारणले गर्दाखेरि हामी कहिलेकाहीँ भिडियो बनाउन पाइरहेको हुँदैनौँ टिकटकहरूमा हेर्नु होला हामीले युट्युबको सर्टरमा हालिरहेको हुन्छौँ कस्टमरको भिडभाड कस्टमरको मायाहरू एकदम पाइरहेको हुन्छौँ यतिसम्म कि हामीले कस्टमरको रिभ्यू भिडियो बनाउन सोच्छौँ तर त्यो पनि सकिरहेको हुँदैन बिजी कारणले गर्दा व्यस्तता कारणले गर्दाखेरि त्यही भएर तपाईँहरूलाई कुनै पनि ल्यापटप अथवा ग्याजेटहरू चाहिन्छ भने म्याक्सेलमा आउनु होला म्याक्सेलले पहिला पनि बाबाले दिएको थियो अहिले पनि दिन्छ हामीले ल्यापटप किन्दाखेरि ब्याग माउस किबोर्ड गार्ड माउस प्याड इनर ब्याग दिएकै छौँ सँगसँगै आजको यो भिडियोमा कमेन्ट गर्ने यो भिडियोमा लाइक गर्ने मध्ये कोही एकजनालाई यो भिडियोमा कमेन्ट गर्ने र यो भिडियोलाई सेयर गर्ने मध्ये कोही एकजनाले हामीले यो हेडफोन दिनेछौँ र अस्तिको भिडियोमा हामी गिभअवे गर्छौँ भनेका थियौँ तर म एकदमै थकित भयो अब मेरो बोल्ने क्षमता चाहिँ एकदमै लो भइसक्यो गाइस अब चाहिँ म सकिरहेको छैन बोल्नलाई त्यही भएर अस्तिको भिडियोको गिभअवे र आजको भिडियोमा कमेन्ट गर्ने यो भिडियोलाई सेयर गर्ने मध्ये कोही एकजनाले हामीले यो वायरलेस हेडफोन दिनेछौँ यो गिभअवे र अस्तिको भिडियोमा भनेको कमेन्टको गिभअवे हामी सँगै अर्को भिडियोमा गर्नेछौँ यति भन्दै मसँग यहाँबाट बिदा लिन्छु तपाईँहरूलाई कुनै पनि ल्यापटप अथवा ग्याजेट चाहियो भने म्याक्सेलमा आउनु होला ल्यापटप देख्नु त अझै मन थियो यहाँ कति ल्यापटपहरू यतिकै छ होइन तर अब मेरो बोल्न सक्दिनँ सक्यो गाइज अब सक्दिनँ बोल्नलाई होइन त्यही भएर भिडियोलाई अन्तिमतिर लग्दैछौँ हामी यो भिडियोमा कमेन्ट गर्ने लाइक गर्ने एउटा सेयर गर्ने र हामीलाई फलो गर्ने मध्ये कोही एकजनालाई हामीले चाहिँ यो सोलिडको हेडफोन गिभअवे गर्नेछौँ र अस्तिको भिडियोमा जसले हाम्रो कमेन्ट गर्नुभएको थियो लाइक गर्नुभएको थियो उहाँहरूको र यो भिडियोको सँगै हामीले सेकेन्ड भिडियोमा चाहिँ गिभअवे गर्नेछौँ यति भन्दै म एउटा बिदा लिन्छु फेरि पनि भन्न चाहन्छु तपाईँलाई कुनै पनि ल्यापटप चाहियो अथवा एडभाइस चाहियो भने म्याक्सेलमा आएर तपाईँहरू लिन सक्नुहुन्छ यति भन्दै मसँग यहाँबाट बिदा लिएँ है त।